हेलो नमस्ते, वेलकम टु माई न्यू ब्लग। नयाँ दिन नयाँ सुरुवात जस्तै अब म पिकअपमै छु है। डाक्टर साहब आउँदै हुनुहुन्छ, उहाँलाई लिएर अफिस पुग्नु पऱ्यो। फर्स्ट टाइम हेर त खाना त कसले सक्ने र खाना र गफ गर्न त कसले सक्ने र। खानकिनी कति गएको डेडी नानी है स्वागै छुट्टै छ कि स्टाइलै छुट्टै खालको डेडीको है। मेरा बा ओए ल हामी अब गेम खेल्छौँ। मेन्टल हेल्थ गेम रहेछ। दिमागी हालत कस्तो छ भन्ने अब त्यहाँबाट थाहा हुन्छ कि कसको कतिको कति। म त अहिले त सबैको यति स्विट्स रे। अब फेरि भित्र गएर के गेम हो थाहा छैन। नै नखाने अब त हेर्नु न खतरा बनाइदिन्छु मैले आज। फेरि हाँस्नु ल भन्नु त दुई चार शब्द। आउन पाउँदा म धेरै खुसी छु। आजको हाम्रो कार्यक्रममा भाइले धेरै कुरा सिकेर जान्छ भन्ने आश छ मलाई। अब मैले पनि कार्यक्रममा दुई चारवटा कुरा त सिकिसकेँ। एउटा डोरीमै गाँठो परेपछि असर पर्दो रहेछ भन्ने कुरा सबै थाहा रहेछ। अब चाहिँ सोच्नु पर्थ्यो कि त सबैको दिमागलाई कसरी हाम्रो टिम लिडर रवि सर। छलफल कडा आजको ल हामी निरुता मिस दुई चार शब्द केही भन्दैनौँ न, भन्नु न अस्मिता मिस दुई चार शब्द। तपाईँले अगाडि गएर भन्नु त तपाईँ होइन कि रवि सर। एउटा टिम रेडी अवस्थामा छ। अर्को टिम रेडी अवस्थामा।
खाना त कसले सक्ने रहेर त बिहामा आए जस्तो भयो जस्तो आज त मलाई फिल केमा यस्तो बिहामा कसको नि कसको कस्तो कस्तो बिहामा आयो झम्मा हान्यो फेरि आफ्नै होला फेरि अब जाने हो हेर त कोचारेको आम्मा शिकार कुन सिकार हो दाल पनि खान्छु के को दाल हो कालो दाल रहेछ त मुस्ताङतिरको दालहरू खाना मन त हातले थियो अलिकति नमिलेर मात्रै हो सिक्वेन्स नमिलेर हो अलिकति आफ्नो अडिक गरेर बसेको भात पनि जमारा जस्तै रहेछ है यो त यही खरे खोलाको माछा होला है सर लागेको दाइ एउटा औँलाले छेकियो तपाईँको भनेपछि माथिको क्यामेराले काम गर्दैन अलि 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 पुग्यो के हो स्यामसङ त कोरियन भनेको त चाइनिज परेछ क्या हौ क्यामेराले काम यसको भुँडी लाउँछ भाइ नखानेको नि लाखामु ल्याएर त हुन त हो त्यो त उमेर नै हो एक्सर्साइज छैन धसात्म त छ अहिले पूजापाठमा हुन्छ तर घाम रहेछ क्या धेरै अलि तल हेर्दै डर लाउने रहेछ के रञ्जन दृश्य हेर्नुको लागि यता हेर्नु होला है खेलिदिउँ दाइ पौडी खेल्न हुन्न भयो भाइ अलि झ्याउँछ अन्डरवेयर ल्याएन एनाकोन्डा हो कि त्यस्तै हो बरु एक दुईवटा फोटो खिच्नुपर्ने भनेर अब यस्तो यहाँ ल ल अब हामी फोटो उमेर 21 हो फोन नम्बर भन्नुहोस् त श्रीमतीको नामहरू त बिहा छैन अनि बाबाको आमाको नाम एकजनाको भन्नुहोस् ल यहाँ दायाँमा यहाँ छाप्लाउनुहोस् त ल त्यो कोठामा जानु है चेक गर्नु है ल औषधहरू खानु चाहिँ खानुहुन्न केही रोगको लागि औषधहरू त खानुहुन्न नि हुन्छ बुकहरू छ गर्नुहोस् त हजुरले रक्सी खाएर आउनु भन्छ क्या के भन्छ रक्सी खाएर आउनु भन्छ क्या बनाइराखेको छ हेर्नु त म रक्स लगाउँदा पनि यो त हाम्रो चिया हो नि यस्तो कुरा गर्छ यस्तो त भनेर भएन नि हजुर त्यस्तो रक्सी खाएर आउँदा त हामीले चेक गर्नु मिल्दैन नि केही हुँदैन नानी गर अहिले एकछिन सक्नु है त्यहाँ भित्र रक्सी खाएर आउनुपर्छ उता दिन्छ लगिदिनु न रक्सी खानु भएको छ र
होइन त्यो त चिया हो। अहिले बिहानैमा खाएर आएर दाँतको सफा त गर्दैन नि, दाँतको उपचार गर्न मिल्दैन, खाँदाखेरि भोलि आउनुपर्छ र। हो र आज यसो हो के अरे नानी यसो यहाँ गर्ने त्यो गरेर हुँदैन कि बा, आज चाहिँ रोटी खाएर गर्नु मिल्दैन कि भोलि गर्नु पर्यो, भोलि नखाइकन आउन सक्नुहुन्छ। कस्तो कुरा गर्छ यो बाबु? यो कागज होइन आएर यो पर्छ होइन होइन बा, के अरे मिल्दैन बा, लाउनु यो कागज हेरौ त जानुहोस् न। मिल्दैन। लाउनु यो कागज हेरौ त यता यता यसमा एकदमै बा गर्दैन। म हजुरलाई त कागज लैजान्छु है। कागज बुझ्नु यता कागज यसरी चाहिँ च्याप्ने होइन नि। यसरी जाने होइन नि। खस्दैन त अब के गर्ने? यसरी यहाँ यहाँ छ नि ल। कुरो के हो भन्दाखेरि आज तपाईँहरूले रक्सी खानुभएछ है, यसरी रक्सी खानु मुखमा उपचार गर्ने जस्तो कुरो तपाईँले त्यही मुखे रक्सी खाएर आइसकेपछि तपाईँ खुट्टा पनि राम्रोसित टेक्नु भएन है। अनि त्यो सेन्सिटिभ हुन्छ यो उपचार गर्नलाई। तपाईँले के गर्नु पऱ्यो भन्दाखेरि भोलि बिहान रक्सी नखाइकन फ्रेस माइन्डमा आउनु पऱ्यो। तपाईँको यो कागज यसरी टेक्नु हुँदैन। अब हेर हुन्छ तपाईँले दर्ता पनि गर्नु पर्दैन, तपाईँ भोलि लाइनमा पनि बस्नु पर्दैन। तपाईँ यहाँ आएर ल बाबु म आएँ भनेपछि तपाईँको कागज यही हुन्छ। तपाईँको चाहिँ लाइनमा नबसिकन उपचार हुन्छ। भोलि रक्सी नखाइकन आउनु पऱ्यो। हस् हुन्छ अहिले यसो रक्सी छोडेपछि गर्नु मिल्दैन? आजलाई मिल्दैन, किन भन्दाखेरि तपाईँको रक्सी खानुपर्छ, धेरै नै खानुपर्छ है। अब तपाईँले भोलि रक्सी नखाइकन भात खाएर भोलि बिहान हाम्रो चाहिँ 9 बजे खुल्छ टिकट। तपाईँ टिकट काट्नु पर्दैन होइन। तपाईँ खाना खाएर तपाईँको उपचार गर्दा तपाईँको दाँत सफा पनि हुन्छ, चाप पनि भरिन्छ। हुन्छ ल ल है त। बा भयो नि त। भयो ल ल बा है, ल म यहाँ आएर हजुरलाई ठ्याक्कै मलाई भेट्नु। हुन्छ म अहिले गएँ है। ल ल